त पहिले अब बुझ्ने नलेज लिने अनि जानेपछि पो बल्ल त्यो आलु लाउने हो क्या त्यत्तिकै लाउँछ नि त आलु अनि नजानिकन हे एभ्रिवान, मम्मीको त्यति कुरा सुनेपछि चाहिँ म आलु रोप्न हिँडेँ। हाम्रो घर पछाडि चाहिँ थोरै ठाउँ खाली थियो, तर हामीले चाहिँ कहिल्यै केही रोपेकै थिएन कि है। अनि कसैले केही इन्ट्रेस्टै नगर्ने, अनि अरूकोमा जाँदाखेरि पनि त्यो साइडमा सब्जीहरू फलेको देख्दा कस्तो रहर लाग्ने के। अनि मम्मी आज आलु रोप्ने हो नि भनेको मम्मीले चाहिँ त्यति भन्नुभयो, आलु कसरी रोप्ने हो थाहा छ, के चाहिन्छ, त्यसै आलु रोप्ने भनेर हुन्छ भन्दै हुनुहुन्थ्यो। अब थाहा नभए पनि अब रोपेपछि नै थाहा हुन्छ है, अब फल्छ कि नै। अनि के मोलहरू चाहिन्छ अरे नि त, मैले पछिबाट सोधेको थिएँ अरूलाई। अनि तर मैले चाहिँ केही पनि नराखिकन माटोमा डाइरेक्ट आलु रोप्दैछु। ड्याडीलाई भनेको, ड्याडी आलु रोपौँ न भनेको, हुन्छ रोपौँ भनेर ड्याडीले गएर खनिदिनु भयो, मैले नि रोपेँ। अनि हाम्रो ड्याडीलाई चाहिँ आलु रोप्ने यहाँको अहिलेसम्म यता आएर आलु रोप्नु भएको रहेछ कि 20-25 इयर भइसक्यो ड्याडी यता आएको है, पाहाड छोडेर। अनि यहाँ रोप्नु भयो भने चाहिँ ड्याडीलाई चाहिँ यस्तरी दुईतिरबाट माटो हाल्छन् भन्ने थाहा थिएन अरे। अनि अहिलेसम्म हालेर रोप्नु भएको पनि थिएन अरे। आलुहरू चाहिँ बाहिर निस्किरहेको थियो, अनि मैले चाहिँ आलुहरूलाई घुचाएर दिइरहेको थिएँ कि भित्र। अनि चाहिँ आलु पनि धेरै थिएन, हामीले खासमा खाना ल्याएको आलु थियो। अनि ठुल्ठुलो आलु खाने, सानसानो आलु नखाएर त्यही उम्रेर बसेको थियो। अनि त्यसपछि अलिकति त्यही बचेको आलु रोपौँ भनेर हो। अनि त्यही आलु रोप्नलाई अलिक ठाउँ पुगेन, त्यति आलु रोप्न पनि ठाउँ फेरि कति चाहिएको है। अनि मैले चाहिँ खने जस्तो गरेछु ठाउँ नपुगेर, खन्ने त होइन, चटक मात्र हो मेरो। अनि ड्याडी र म मिलेर चाहिँ यहाँ कस्तो हुने हो, कुनै केही हालेको छैनौँ भन्दै गफ गर्दै आलु रोप्यौँ। आलु रोप्दा रोप्दा मैले चाहिँ भेटाएँ तरुल, हेर्नुहोस् है। अनि यो तरुल पखालेको त कस्तो सेतो के, कस्तो राम्रो है। अनि आलु रोपेर नि सक्यो। आलु रोपेर सकिसकेपछि म चाहिँ तरुल लिएर माथि हिँडेँ। मन त पर्दैन, त्यही पनि वाउ भने कि खुसी भएँ। थालभरि आलु लिएर गयो, तरुल लिएर फर्कियो। मम्मीलाई देखाएको त मम्मी त खुसी हुनुभयो, मम्मीलाई फेरि फेभरेट। अनि गाउँदेखि आमा आउनुभएको थियो, आमा पनि ओहो कहाँदेखि आयो भन्दै हुनुहुन्छ। थ्याङ्क यू फर वाचिङ।